लागि लड्नका निम्ति भरे हातमा यसो मोबाइल हेर्दाखेरि पनि टिभी हेर्दाखेरि पनि ओहो हाम्रो सांसद चाहिँ बोल्छ है त्यहाँ हाम्रो सांसद लडिरहेको छ आज हाम्रा कुरा बोलेछ त्यसले भनेर हेर्न पाउन्न अरूका सांसद बोलेका देखिन्छन् हाम्रा त सांसद चाहिँ मोबाइल हेरे पनि खोजे पनि पाइदैन भन्ने कुयु खोजेदैन गरे पनि पाइदैन हुन्छ केही बोल्न पठाएका मान्छे नबोल्दिने भन्ने हुन्छ खोजेदैन गरे पनि पाइदैन त्यसकारण यो पटक जो आउनु भएको छ अरू पार्टीको उम्मेदवार उहाँहरूलाई चाहिँ ठुलो माला लगाइदिनु होला माला चाहिँ भयङ्कर ठुलो लगाइदिने क्या होइन त्यो गर्नुस् भात खुवाउनुस् उहाँलाई दही खुवाउनुस् तर भोट चाहिँ प्लिज है भोट चाहिँ यो पटक नबिगाड्नु होला तपाईहरुका नातिहरुले हैन हाम्रो आउँदा पुस्ताका मान्छेले भन्न सकुन्न मेरा बाजेहरुले मेरा बाउहरुले 2082 सालको चुनावमा भोट परिवर्तन गरेपछि यस्तो राम्रो बाजुरा बनेको गर्वका साथ एउटा बच्चाले तपाईको नातिले तपाईको छोराले काठमाडौँको कुनै मान्छेसँग पनि आँखा जुदाएर म बाजुराको मान्छे हुँ भन्न सकोस् क्या त्यो नहोस् हैन एउटा 35 वर्षको केटो बालेन शाह यो देशको प्रधानमन्त्री बन्दै छ नि किन त्यहाँका जनताले नबुझेको होला नि त चुनाव हार्ला जित्ला आफ्नो ठाउँमा छ तर अहिले त्यस्तो सिनारियो त्यस्तो किसिमको वातावरण देखिरहेको छ नि अनि बाजुराका जनताहरू यसो हेर्दाखेरि उस्तै रहेछन् बुझ्दैन रहेछन् लाटा रहेछन् लाटा हो र भने हिजो आजभन्दा 15-20 वर्ष अगाडि मोबाइल थिएनन् टेलिभिजन थिएनन् हाम्रा बाबुआमाले पढेका थिएनन् अनि आए सजिलै घाँटे झुक्के आज तपाईका टोलटोलका छोराछोरीहरू गएका छन् त काठमाडौँमा पढिरहेका छन् नि उनीहरू किन जेनजी आन्दोलनमा भाग लियो उनीहरू किन घन्टी भनिरहेका छन् त उनलाई पनि त कहीँ दुखेको होला नि चित्त आफ्नो बाउ गरिब भएर गाउँमा चाहिँ दम लागेर बसिराख्ने आफ्नो बाउले भोट दिएर नेता भएको मान्छे हेलिकप्टर चढेर विदेशमा उपचार गर्न जाँदाखेरि कुन चाहिँ छोराको चित्त दुख्दैन भन्नु न हो त्यही भएर जेनजी आन्दोलन भयो अस्ति आफ्ना आमाका खुट्टा यति पछाडि फाटिराख्ने अर्की नेतेनी भइकन चाहिँ सामान्य कुरा उपचार गर्न बाहिर जाँदाखेरि छोराहरूको चित्त दुख्दैन हिजो पो उनीहरूको सामान्ति पारा थियो हिजो पो उनीहरूले चाहिँ तपाईको चाहिँ ठगिरहेका थिए हामीलाई लुटिरहेका थिए अहिले त हरेक छोरा विद्रोह गर्ने भएको छ नि हरेक छोरा बुझ्ने भएको छ